यसो गरेर गोदामा सम्म सुरक्षित दर्शकहरू छ उहाँलाई मुनि पनि निवासी गोकर्ण निवासी श्री जानकी तामाङज्यूबाट स्वर्गीय माता छिरिमाया तामाङज्यूको नाममा सम्झना स्वरूप उहाँले 1020 रुपियाँ प्रदान गर्नुभएको छ र उहाँलाई कदर पत्रद्वारा सम्मान गर्नेछौँ। यस कदर पत्र प्रदान गरिदिनु हुन हाम्रा यस माता तीर्थ संरक्षण तथा विकास संस्थाका सदस्य श्री रवि बगानीज्यूलाई म हार्दिक अनुरोध गर्दछु, कृपया उहाँलाई यो प्रमाणपत्र प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। त्यसै गरी सहयोग गर्ने दाताहरू हुनुहुन्छ धरारा तामाङज्यूबाट स्वर्गीय माता भैरी तामाङ कमला मायाका नाममा 110 रुपियाँ गर्नुभएको छ उहाँलाई मैले पनि धन्यवाद त्यतिकै रविता तामाङज्यूबाट स्वर्गीय माता कमला माया काठमाडौँ निवासी श्री कर्णगिरी 8बाट धन्यवाद त्यस्तै गरी अप्सरा निवासज्यूबाट स्वर्गीय माता यस माता तीर्थ आमा औँसीमा पाल्नु भएका सम्पूर्ण भक्त आफूले टक्का लागेको छ भने हामीलाई यस माइकिङ गरेको स्तरमा खबर गरिदिनु होला। आफ्नो सामान आफैले सुरक्षित राख्नुहोस् मात्र। यस माता तीर्थ प्राङ्गणभित्र बस्नुभएका हाम्रा ब्राह्मण बाजेहरू, मैले यहाँबाट बारम्बार तपाईँहरूलाई भन्दैछु, ब्राह्मण बाजेहरू तपाईँहरू नटेरिकन यो भित्र बसिरहनु भएको छ र अन्यथा अब हाम्रो स्वयंसेवक साथीहरू आएर तपाईँहरूलाई बल प्रयोग गर्नुहुनेछ र तपाईँहरूलाई 1000 चोटि भन्दा पनि सम्मान गर्दा